साथीहरू नमस्कार। प्रधानमन्त्री बालेन शाहको त्यो एक आदेश अनि भत्कँदै काठमाडौँका सुकुम्बासी बस्तीहरू। यो बागमती नदी किनारको थापाथली क्षेत्र हो। यहाँ सरकारी जमिनमा वर्षौंदेखि कब्जा गरेर बसेका सयौं घर टहराहरू देख्न सकिन्छ। गृहमन्त्री सुदन गुरुङको राजीनामासँगै प्रधानमन्त्री बालेन शाहले आफ्नै माताहातमा राखेका गृह मन्त्रालय अन्तर्गत सबै सुरक्षा प्रमुखहरूलाई निर्देशन दिँदै भन्छन्, अतिक्रमणमा परेको सरकारी जग्गा फिर्ता ल्याउन तुरुन्तै काम गर्नु। प्रधानमन्त्रीको त्यो आदेशपछि अहिले राजधानीमा हजारौंको संख्यामा रहेका सुकुम्बासीहरूमा फैलाबैला मचिएको छ अनि शनिबार बिहानैबाट डोजर चलाएर सुकुम्बासी बस्ती भत्काइनेछ। काठमाडौँ महानगरका नगर प्रहरीहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरीहरू लगाएर अतिक्रमित क्षेत्रहरू खाली गराइनेछ। यी क्षेत्रहरूमा केही थोरै मात्रामा विपन्न परिवारहरू बसोबास गर्दै आएकोमा अधिकांश मानिसहरू भने हुकुमबासी रहेको चर्चा बेला बेलामा सञ्चार माध्यमहरूमा आउने गरेका छन्। यसअघि महानगर प्रहरीले माइकिङ गर्दै त्यस क्षेत्रमा सूचना जारी गरिसकेको छ। अवैध रूपमा बनाइएका संरचनाहरू वैशाख 11 गते साँझ 7 बजे भित्र सारिसक्नु, अपाङ्गता भएका व्यक्ति, बालबालिका, गर्भवती महिला तथा बिरामीहरूको लागि महानगर प्रहरी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको मद्दत लिन सक्ने बताएको थियो। अतिक्रमित जग्गा खाली गर्दाको समयमा काममा बाधा पुर्याएको खण्डमा कानुन बमोजिम कारबाही गरिने समेत बताइएको छ। यसैगरी तत्काल वास्तविक सुकुम्बासीहरूको पहिचानको लागि सम्बन्धित निकायले तत्कालै काम गर्नेछ। सरकारले 15 दिनभित्रै वास्तविक सुकुम्बासीहरूलाई बसोबासको उचित व्यवस्थापन गर्ने बताएको छ। प्रधानमन्त्री बालेन शाह काठमाडौँ महानगरको तत्कालीन मेयर रहँदा सुकुम्बासी बस्ती हटाउन खोजेका थिए। त्यस समयमा गृह प्रशासनले सहयोग नगर्दा अतिक्रमित क्षेत्रलाई खाली गराउन सकिएको थिएन। प्रत्यक्ष यो क्षेत्रको अवलोकनको क्रममा अधिकांश मानिसहरू आफ्नो सामान सार्न व्यस्त देखिन्थे भने अहिले सत्ता र शक्तिको पहुँचबाट टाढा रहेका राजनैतिक दलका केही नेताहरू यसको विरोध गरिरहेका समेत देखिए। वास्तवमै राजधानीको केन्द्रमा रहेको अर्बौं मूल्य पर्ने जमिनहरू अनाधिकृत रूपमा कब्जा गरी वर्षौंदेखि भोगचलन गर्दै आएकोमा अब भने सरकार यस्ता स्थानका संरचनाहरू खाली गराउन तातेर लागेको छ। प्रधानमन्त्री बालेन शाहको यो काम यहाँहरूलाई कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला। म सुकुम्बासीमा आउँदाखेरि आइसक्रिम खाइरा देख्ला नि 25 वर्षको थियो। आज म 50 वर्षको छु। योभन्दा अगाडिका सरकारहरूले पनि त गरेको छ नि, प्रतिवेदन होला त्यो हेर्ने हो हैन, नहेर त्यो तथ्याङ्क छैन भने आफूले निकाल्ने हो, आफूले गर्ने हो। अनि को सुकुम्बासी छ भनेर उनीहरूले मूल्याङ्कन गर्ने होला। आएर एकैचोटि डोजर लाउने कुरा धम्की दिने हो। कुर्सीमा बसेर पुलिस प्रशासन हातमा छ भन्दैमा जनतालाई दुःख दिनलाई के उठाइदिन्छु, बस्ती नै उठाइदिन्छु भन्ने धम्की दिने, एक हप्ताभित्र उठ भन्ने, होटेलमा लगेर राख्छु भने कतिलाई होटेलमा लगेर राख्छु सक्छ? एक दिन पाल्ने हो, एक छाक खुवाउने हो, एक छाक खुवाएर हुन्छ? एउटा भ्रम सिर्जना नहोस्, हामीले यो कहिले पनि डराउनु नपरोस्। एउटा राज्य छ भन्ने वातावरण राज्यले बनाइदियोस् भन्ने चाहना भएर न हामीले हिजो सपोर्ट गरेको हो। आज डराउनु पर्ने स्थिति किन आयो भनेपछि हामी आफै मर्छौँ भने अरूलाई पनि हामी छोड्दैनौँ। मर्न पनि रेडी छौँ हामी सुकुम्बासी, मार्न पनि रेडी छौँ यदि आफ्नो न्यायको लागि हामी गराउँदैन। यो हामी सधैँ साथमा छौँ, सुकुम्बासीकै साथमा छौँ। मलाई मार्छ भने म मर्न रेडी छु र मार्न पनि रेडी छु। राख्ने योजना भएको भए सरकारको प्रतिनिधिहरू त यहाँ देखिन्थ्यो नि। हामीले फलाना ठाउँमा तपाईँहरूलाई व्यवस्थापन गर्दैछौँ, फलाना ठाउँमा तपाईँहरूलाई लान्छौँ भनेर त कमसेकम उहाँहरूले भन्नु पर्थ्यो नि त। सरकारको प्रतिनिधि कोही देख्नु भएको छ यहाँ? तपाईँहरू देख्नु भएको छैन भने त यो सरकारले सरासरी यो सुकुम्बासी बस्तीसँग धोकाधडी गरायो। निर्णय गर्छौँ त्यही अनुसारले अगाडि बढ्नुहोस्। सबैलाई निवेदन समस्या सबै हल्छ। यति गरे भने सर्प पनि भाँचिन्छ, लौरो पनि सर्प पनि मर्छ, लौरो पनि भाँचिँदैन। धन्दै यो विषय चाहिँ निन्दनीय छ र यो विषय भर्सना योग्य छ र सबै नेपाली जनताले यो विषयलाई विरोध गर्नुपर्छ। यो विषय
नेक को तो गया था यहाँ जाना करना सुकुम्बासीलाई चाहिँ सडक सुकुम्बासी बनाएको छ। यस्तो अब नहोस् यो सरकारबाट कुनै पनि के गर्नु हजुर अब हामी लजमा लगेर राख्नको लागि जुन हातमा चाहिँ एउटा लेखेर यो स्वरूप चाहिँ यहाँ कहाँ चाहिँ स्थानीय Ini खाना खाओ मोबाइल